वडा कार्यालय जाने बाटो लगभग पिच भएको 1 वर्ष पनि भएको छैन होला। यस्तो छ हेर्नु त, ठाउँ ठाउँमा यस्ता पालाहरू छ। कतै कतै त पिच भएको या भएको होइन पत्याउनै गाह्रो हुने जस्तो छ। यो वडा कार्यालय जाने 3 नम्बर वडा कार्यालय जाने बाटै माटोले पुर्या ठाउँ ठाउँमा। यो पहिले बनाउँदै विवादमा आएको थियो। पछि त हेर्नु यस्तो ठाउँमा यहाँ झन् यस्तो छ के हो पिच गरे के गरे ल हेर्नुहोस् त। यहाँ झन् यस्तो छ के हो यो ल के हो यस्तो पनि हुन्छ। यहाँ हेर्नुहोस् यस्तो छ। यस्ता खाल्टा खुल्टी छ देख्नु पो। 3 नम्बर वडा कार्यालय जाने पिचको अवस्था यस्तो छ। गर्दै कमसेकम 5 साल त टिक्नु पर्ने होइन। वडा कार्यालय बनेकै 5 साल भएन, त्यसपछि भएको पिच हो। पिच पनि यस्तो छ, कसैले कुरा उठाउँदैन। कमिसन खोरहरू मात्रै छन्। के गर्ने यस्तै ठाउँ ठाउँमा यस्ता पालाहरू लगभग 1-2 किलोमिटर छ। पालाहरू रहेछ यहाँभरि पिच हुन बाँकी कि पिच भइसक्यो। फेरि पिच हुन लाग्छ दोस्रो चोटि बालुवा हालेर पिच हुन लाग्छ। दोस्रो चोटिको पिच हो यो, थाहा छ।